टङ्क बुढाथोकीको निर्देशनमा बन्न लागेको फिल्म मन बिनाको धन 2मा नायक महेश त्रिपाठी अनुबन्धित भएका छन्। टङ्कले महेशसँग कागजी सम्झौता गरिसकेका छन्। महेशको भूमिका फिल्ममा के हो भन्ने खुलेको छैन, तर एउटा पारिवारिक र सामाजिक कथामा फिल्म बन्ने तयारी टङ्कको छ। यसअघि यो फिल्ममा नायिका पूजा शर्मा अनुबन्धित भइसकेकी छिन्। फिल्ममा पूजा शर्मा र महेश त्रिपाठीको जोडी बाँडिने हो या होइन भन्ने विषय निर्माण पक्षले केही पनि बोलेको छैन। फिल्ममा पटकथा तथा संवाद शिवम अधिकारीको रहनेछ। अहिले शिवमले धमाधम यो फिल्मको कथा लेखिरहेको छ। फिल्ममा कथा र सङ्गीत पनि टङ्ककै रहनेछ। टङ्कले फिल्मको सबै पात्रमा नाम चलेको र दर्शकले रुचाएको कलाकारहरूलाई अनुबन्धित गर्ने योजना रहेको सुनाए। टङ्क बुढाथोकी फिल्म्सको ब्यानरमा यो फिल्म बन्न लागेको हो र यो फिल्मलाई विष्णुमाया मैनालीले निर्माण गर्ने छिन्।